गृहमन्त्री सुदन गुरुङसँग पनि भेट गर्नुभयो हजुर उहाँले केही प्रतिबद्धता गर्नुभएको छ हामीले गर्ने गरिरहेछौँ अब के गर्ने कसरी बस्ने यता नबस्ने कि भन्नुहुन्छ उहाँले म न्यायको लागि आएको म त्यही ठाउँबाटै अब हजुरले न्याय दिनुहुन्छ भन्ने चाहिँ हजुर अहिलेको सरकारप्रति विश्वस्त हुनुहुन्छ कि के छ हजुरलाई मलाई विश्वास छ किनकि म एउटा टुगुरो बच्चा हो मेरो न्यायको लागि सबैले आवाज उठाइदिनुहुन्छ मैले भने जस्तो न्याय दिनुहुन्छ भने सबैबाट मैले आशा गरेँ अनि यस्तो मान्छेसँग हजुरको भेट चाहिँ कसरी हुनुभयो अरूकै कारणले चिया कफी खाने वातावरण बनाउने त्यो अरूकै कारणले भेट भएको तपाईँ त परिवारको जिम्मेवार सम्हालेको मान्छे सानोतिनो ललाइ फकाइमा जाने मान्छे त होइन पक्कै पनि होइन किनकि अब जाने भए पहिल्यै गइसक्नुहुन्थ्यो होला होइन किनकि परिवारको जिम्मेवारी लिएर हिँडेको मान्छे चाहिँ एउटा अर्को कुरा यसरी बुझ्नुहोस् तपाईँले ललाइ फकाइ गर्ने कसैको लोभ लालचमा पर्ने भएको भए म यो ठाउँमा पुग्दैन थिएँ होला म माथि अन्याय भएको कारणले म जस्तै कतिपय चेलीलाई गरे पनि होला भोलि कतिपय चेलीलाई गर्छ पनि यो चाहिँ मैले सहनु हुँदैन म माथि अन्याय भएको भन्ने महसुस भइसक्यो म यो ठाउँसम्म भनेपछि मेन पहिला भेट चाहिँ कहाँ भएको हजुर म मेरै कार्यक्रममा गएको हजुर अनि केटीले चाहिँ मेरो घर बाजुरा भन्यो अहिले बुझ्दाखेरि मुगु नै हो त उसको घर भन्ने भएछ पछि अरूबाट यताउति बुझ्दाखेरि त्यो केटीको कारणले चाहिँ यसलाई चाहिँ मेरो चाहिँ साथी छ गाडी छ घुम्न जाउँ भनेर 2080 सालको कुरा हो म कार्यक्रममा गएको भदौमा हो ऊ केटीले चाहिँ मलाई भदौ महिनादेखि लगातार फलो गर्यो कार्तिकसम्म सधैँ घुम्न जाउँ भन्ने कहिले चन्द्रगिरी जाउँला यता आउनु भन्ने उतै बस्दै गर्दा त्यो केटी अनि त्यो अपराधीको घर पनि उतै त्यो केटीले चाहिँ यसलाई मेरो साथी हो भन्यो त्यसलाई सोद्धाखेरि मेरो भान्जी हो भन्छ अनि त्यसपछि चाहिँ म मेरै आफ्नो होइन यहीँ ललितपुर जिल्लामै हो त्यस्तो एउटा कार्यक्रम थियो त्यो कार्यक्रममा गएको अनि त्यसपछि चाहिँ त्यो दिन म एक्लै पनि गएको जुन दिन त्यो केटीले हामीलाई घुम्न आउनुहोस् मेरो साथी छ गाडी छ भनेर बोलायो त्यो दिन फेरि शुक्रबार थियो हामी फेरि त्यसरी जुन दिन पायो त्यो दिन निस्किन पाइँदैन थियो र हामी एक्लै निस्किँदैन थियौँ भाइ बहिनी जता गयो हामी भाइ बहिनी नै जाने सबै जाने फोटो खिच्ने टिकटक बनाउने के गर्ने सबै गर्ने हामी कहीँ जाँदैन थियौँ म काठमाडौँ बसेको 13 वर्ष भयो मैले अहिलेसम्म चन्द्रगिरी गएको छैन गोदाबारी पनि यो अपराधीले र त्यो बहिनीले फर्स्ट दिन त्यही दिन लगेर त्यो दिन गएको म धुलीखेल गएको छैन यता साङ्गुतिर घुम्ने ठाउँ छ भन्दा म कहीँ गएको छैन त्यो पशुपतितिर कोही आफन्त बित्दाखेरि त्यो त्यति बेला गयो होला नत्र म कहीँ आफ्नो कार्यक्रम भयो भने जाने हो म कसै साथीको घरमा गएर पनि नबसेको भोलि मेरो कलाकार साथीहरूले पनि कुनै ठाउँबाट बोलेर कुनै एउटा साथीको घरमा गएर बसेको हुनुपर्छ त्यो दिन पनि जुन दिन योसँग पहिलो दिन घुम्न जाऊँ मेरो साथी छ भनेर त्यो बहिनीले बोलायो त्यो दिन पनि मेरो भाइलाई लगेर म गएँ भाइसँगै जानुभएको म एक्लै त कहीँ जाँदैन त्यसपछि चाहिँ 3 महिनासम्म त्यो केटीले मलाई फलो गर्यो घुम्न जाउँ भनेर 3 महिनापछि चाहिँ कार्तिक मसे पुस माघ फागुन 5 महिनासम्म यसले फलो गर्यो त्यसरी